दशकौंदेखि यात्रा गरेर अभियान चलाउँदै अन्याय अत्याचार विरुद्ध आवाज उठाउँदै म आज यहाँसम्म आइपुग्यौँ। तपाईहरु माझसम्म आएको हुनाले म खुसी छु। प्रिय कमरेडहरू, आज म एउटा गम्भीर प्रश्नबाट सुरु गर्न चाहन्छु। स्वदेशीवादी विचारबाट हिँड्दै हामी किन नेपाल कम्युनिस्ट पार्टीसम्म आइपुग्यौँ? यो प्रश्न भावनाको होइन। यो प्रश्न राजनीतिक चेतना र ऐतिहासिक निष्कर्षको हो। कमरेडहरू, हामी सबै स्वदेश प्रेमी थियौँ। हामी विदेशी हस्तक्षेपको विरोध गर्थ्यौँ। हामी स्वाधीनताको कुरा गर्थ्यौँ। तर समयले हामीलाई सोध्यो, के केवल झण्डा फरफराएर देश स्वतन्त्र हुन्छ? के शोषण गर्ने हात स्वदेशी भयो भने शोषण पवित्र हुन्छ? उत्तर प्रश्न थियो, हुँदैन, कदापि हुँदैन। साथीहरू, स्वदेशवादी नाराले विदेशलाई गाली गर्थ्यो, तर स्वदेशी सामन्त र दलाल पुँजीपतिलाई छोएन। त्यसैले राष्ट्रवाद खोक्रो बन्यो। हामीले बुझ्यौँ, सत्ता नलिएसम्म र उत्पादन सम्बन्ध नभएसम्म राष्ट्र स्वतन्त्र हुँदैन। केवल शासन र शासक फेरिँदा के हुन्छ? शोषण उस्तै रह्यो भने, गरिब उस्तै रह्यो भने, त्यसैले हामीले भनेका छौँ, उत्पादनका साधनमा जनताको स्वामित्व बिना स्वाधीन नेपाल सम्भव छैन। तर कमरेडहरू, हामी आँखा बन्द गरेर यहाँ आएका होइनौँ। हामी नयाँ बनेका पुस्तकका उग्र पाना र केवल स्तनबाजीबाट प्रभावित भएर यहाँ उभिएका होइनौँ। न त हामी मात्रै हौँ भन्ने केही पुराना तथा नयाँ पात्रहरूको घमण्ड र आत्ममुन्नताका कारण यहाँ आएका हौँ। हामी त आज देशको यथार्थबाट पीडित, आजित र त्रसित भएर यहाँ आइपुगेका हौँ। साथीहरू, यो राज्यले हाम्रा माग मुद्दालाई कहिल्यै गम्भीरतापूर्वक सम्बोधन गरेन। न्याय खोज्दा ढोका बन्द गरियो। सडकमा आवाज उठाउँदा पीडालाई सार्थक निष्कर्षमा पुर्याउन दिएनन्। त्यसैले आज हामी सडकबाट मात्रै होइन, सदनबाटै पीडितलाई न्याय दिलाउने महान उद्देश्यका साथ यो पार्टीमा समाहित भएका हौँ। अन्त्यमा कमरेडहरू, हामी स्वदेशवाद त्यागेर यहाँ आएका होइनौँ। हामी स्वदेशवादलाई अरूबाट पूर्ण बनाउन यहाँ आएका हौँ। त्यसैले साथीहरू, म सबैलाई एउटा गम्भीर आग्रह गर्न चाहन्छु, सैनिक स्तनबाजीमा नझुकिनु होला। नयाँ देखियो भन्दैमा त्यो अनिवार्य रूपमा पुराना भन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ। कहिलेकाहीँ नयाँ आउने कुरा पुराना भन्दा झनै खतरनाक पनि हुन सक्छ। भिड सधैँ सही हुँदैन। आकर्षक नाराले सधैँ मुक्ति दिँदैन। कमरेडहरू, हामी भावनाले होइन, भिडले होइन, स्तनले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितका आधारमा निर्णय गर्ने यहाँ आएका हौँ। आज म यहाँसम्म आइपुग्नुमा सर्वप्रथम म धन्यवाद दिन चाहन्छु म हिमाल शर्माजीलाई। यति कसरतका साथ मलाई ल्यायो, कन्भिन्स गरियो। महिनौँ लाग्यो मलाई यहाँसम्म ल्याउनलाई। राजेन्द्र अर्यालजी पनि हुनुहुन्छ र रमागिरी बहिनी पनि हुनुहुन्छ। हाम्रो उमेश स्थापित दाई हुनुहुन्छ, रायन दाई हुनुहुन्छ र हाम्रो शैलेन्द्रमान बजाचार्य मेरो आफ्नै
डुप्लिकेट हो मेरो यो मेरो मितै उसको र मेरो अनुहार मिल्छ भनेर उहाँको बाजेले मलाई भेटाउन ल्याएर सम्बन्ध अहिलेसम्म गाह्रो भएछ मेरो अनि अर्को साथी हुनुहुन्थ्यो मेरो महेश दालजी, एकदम पुरानो मित्र। उहाँ अस्ट्रेलियाको राजदूत हुनुहुन्थ्यो। उहाँले पनि मलाई एकदम कन्भिन्स गर्नुभएको थियो। उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र अन्तमा लाल सलाम भने म यहाँ बिदा हुन चाहन्छु।